म माननीय मन्त्रीज्यूलाई के स्मरण गराउन चाहन्छु भने संसद नचलेर यहाँहरूले अध्यादेश सरकारले ल्याइरहेको छैन अनि यहाँहरूले भटाभट अध्यादेश ल्याइरहनु भएको छ, स्थापित गरिरहेको छ। यसले चाहिँ कानुनी राज्यको उपहास भएको महसुस भएको छ र सरकार चाहिँ रुल अफ लको आधारमा भन्दा पनि रुल बाई लको आधारमा शासन गर्न उद्यत भएको हो कि भन्ने महसुस भएको छ। र यसै सन्दर्भमा म बुदागत रूपमा केही विषयमा ध्यान आकर्षण गराउन चाहन्छु। पहिलो कुरा अध्यादेश र संसदीय सर्वोच्चता सम्बन्धी कुरा राख्न चाहन्छु। नेपालको संविधानको धारा 114ले स्पष्ट भनेको छ, तत्काल केही गर्न आवश्यक परेमा मात्र अध्यादेश ल्याउने अधिकारलाई सरकारलाई दिएको छ। म के प्रश्न गर्न चाहन्छु भने अहिले देशमा के विपद त्यस्तो पर्यो अथवा तत्कालै नगरी नहुने के अवस्था आइलाग्यो जसले गर्दा संसद अधिवेशन छलेर भटाभट सरकारले अध्यादेश ल्याइरहेको छ। यसले त हाम्रो संसदीय सर्वोच्चता र लोकतान्त्रिक मूल्य मान्यतामाथि नै प्रहार भइरहेको महसुस भएको छ र संसदहरूको जुन कानुन बनाउने अधिकार थियो त्यसलाई चाहिँ कार्यपालिकाले अध्यादेश मार्फत हाइज्याक गरेर तपाईँको शक्ति पृथकीकरणको सिद्धान्तलाई नै गिज्याइरहेको महसुस भएको छ। म यो विषयमा सरकारको समिति मार्फत गम्भीर ध्यान आकर्षण गर्न चाहन्छु। अर्को कुरा आवास सम्बन्धी संवैधानिक हकको विषयमा नेपालको संविधानको धारा 37ले प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक सुनिश्चित गरेको छ। संविधानले नै आवासको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरिरहेको सन्दर्भमा त्यसलाई कुल्चिएर नागरिकलाई सडकमा ल्याउन सरकारलाई कुन नैतिकताले दियो, म पनि गम्भीर ध्यान आकर्षण गर्न चाहन्छु। र अर्को छ भूमि सम्बन्धी ऐन र कानुनी प्रक्रियाको विषयमा। भूमि सम्बन्धी ऐन 2021 को 8औं र 9औं संशोधनले चाहिँ भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई पहिचान गरी जग्गा उपलब्ध गराउने वा व्यवस्थित गर्ने व्यवस्था गरेको छ। अब सरकारले आफ्नै ऐनमा भएको जस्तो सुकुम्बासीको पहिचान र प्रमाणीकरण गर्ने, त्यस्तै लाल पूर्जा वितरणको त्यो प्रक्रियालाई थाँती राखेर 81 कुन आधारमा डोजर चलायो, जसले गर्दा अहिले अघि धेरै माननीयहरूले बोली पनि सक्नु भएको छ। अब स्कुलको नयाँ सेसन शैक्षिक सत्र सुरु हुँदैछ, विद्यार्थीहरू चाहिँ त्यहाँ कापी कलम च्यापेर त्यो सरकारले भत्काइदिएको कङ्क्रिटमाथि बसेर रुवावासी गरिरहेका छन्। औषधिको सहारामा बाँचिरहेका बुवा आमा अब प्री मनसुन सुरु भइसकेको छ, कहाँ बस्ने होला भनेर छटपटाइरहेका छन्। इन्द्रबहादुर राईहरू आज राज्यको डोजर आतङ्कले गर्दा सुसाइड गर्न बाध्य भएको हामीले देखेका छौँ। त्यस कारणले गर्दा यो विषयमा पनि म समिति मार्फत सरकारको गम्भीर ध्यान आकर्षण गर्न चाहन्छु। अर्को आवासको अधिकार सम्बन्धी ऐन 2075ले के भन्छ भन्दा व्यक्तिलाई उपयुक्त विकल्प बिना आवासबाट हटाउन नहुने व्यवस्था गरेको छ। त्यो ऐनको दफा 9 र 10ले पुनर्स्थापनाको व्यवस्था नगरी आवासबाट हटाउन रोक लगाएको परिस्थिति अवस्थामा सरकारले बिना कुनै तयारी कसरी यो गर्न सक्यो, सरकार किन यतातर्फ उद्यत भयो, म यो प्रश्न गर्न चाहन्छु। र नेपालले जुन अन्तर्राष्ट्रिय मानव अधिकार सम्बन्धी सन्धि सम्झौतामा जुन हस्ताक्षर गरेको छ त्यसलाई चाहिँ अलिक गिज्याएको छ र यस्ता खालका अमानवीय गतिविधिले गर्दाखेरि चाहिँ अन्तर्राष्ट्रिय स्तरमा यो मानव अधिकार सम्बन्धी नेपालको चाहिँ रेकर्ड पनि अलिकति नराम्रो बस्ने हो कि भन्ने चिन्ता पनि म राख्न चाहन्छु। र म माननीय मन्त्रीज्यूको मैले हिजो एउटा भिडियो स्टेटमेन्ट सुने जहाँ मन्त्रीज्यूले के भन्दै हुनुहुन्थ्यो भन्दा संसद नचलेको अवस्थामा काम गर्नको निमित्त हामीले अध्यादेश ल्याएका हौँ भनेर भन्नुभएको थियो। म माननीय मन्त्रीज्यूलाई के स्मरण गराउन चाहन्छु भने संसद नचलेर यहाँहरूले अध्यादेश सरकारले ल्याइरहेको छैन। संसद अधिवेशन आह्वान गरेर अनि फेरि तत्काल त्यसलाई संसद अधिवेशन अन्त्य रोकेर अनि यहाँहरूले भटाभट अध्यादेश ल्याइरहनु भएको छ। त्यस कारणले गर्दा यी र यस्ता विषयमा अब यो एउटा गल्तीलाई छोप्नका निमित्त सही बनाउनका निमित्त अर्को गलत तर्क प्रस्तुत नगर्नका निमित्त पनि म ध्यान आकर्षण गराउँछु। धन्यवाद।